र गाइस अहिले चाहिँ छेउमा फिलहाल हाम्रो नदीको छेउमा र अहिले हाम्रो नदी चाहिँ एकदम बढिरहेको छ है त। म तपाईँहरूलाई देखाउँदैछु। यतापट्टि चाहिँ पुरा काँचघारी छ। यो मतलब यो काँचघारी चाहिँ बहुतै ठुलो छ र यो नदी हेर्न सक्नुभएको छ। यो नदी चाहिँ मतलब यस्तो डेन्जर नदी हो। अब अहिले अब बर्खा लाग्न थाल्यो, यो नदीले अब आफ्नो रूप धारण गर्छ के। कस्तो भनेपछि नि त यो नदी तपाईँहरूको यो त्यो जुन चाहिँ बाटो छ नि, म जुम गरेर देखाउँदैछु, यो बाटो सबै पुरिन्छ। अब यो अलिक दिन पछाडि यो जस्तो जसले यो बौला भएर नदी बढ्छ नि, त्यो टाइममा तपाईँहरूलाई म भिडियो देखाउँछु। एकदमै डेन्जर नदी हो के, बोगी नदी हो नदीको नाम चाहिँ। यो नदीले एक समयमा यस्तो एउटा मतलब परिवेश पारेको छ कि जुन चाहिँ हाम्रो गाउँ देख्न सक्नुभएको छ। त्यो टाइममा यहाँनिर जुन चाहिँ नदी अहिले बगिरहेको छ नि, यहाँनिर त्यो गाउँ थियो हाम्रो गाउँ। र अहिलेको टाइममा यहाँनिर नदी बगिरहेको एकै रातिमा आधी उधी गाउँ खत्तम पारिदिएको छु। र यो नदीको नाम सुन्दैखेरि यतापट्टिका मान्छेहरू डराउँछन् कि हामी त नदीको छेउमा बसेका मान्छेहरू, हामीलाई थाहा छ यो नदीको एउटा काल रूप धारण छ। टाइम आउँदैछ योपालि बर्खा लाग्ने बित्तिकै नदी चाहिँ एकदम ठुलो भएर आउँछन् बढेर। फिलहाल अहिले पनि बढेका छन्, आधाबाट नदी स्टार्ट बढ्नलाई, किनकि अब पानी ठुलो पानी परेको छ पाहाडमा। र अहिले चाहिँ पाहाडबाट पानी परेकोले गर्दा नदी बढिसकेको छ। यतापट्टि सबै काँचघारी छ। ओल्ड टोटल यहाँबाट तपाईँको जङ्गलसम्मले काँचघारी नै काँचघारी छन्। यता पनि काँचघारी छ, यता चाहिँ त्यति छैन, यसो छ। यो पारी पनि छ। यो पारी त्यो आलीकै छेउमा पुग्छ जब नदी यो बढ्छ त्यतिखेरको भिडियो तपाईँहरूलाई म देखाउँछु। बहुतै ठुलो भएर आउँछ नदी। अहिले चाहिँ फिलहाल नदी पुरा बढिरहेछन्, यहाँ हेर्नुभएको छ। ए